हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो र आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ र दिस साइड मिलन सुनार कतिपय मान्छेले चिन्नु हुँदैन र कतिपयले चिन्नुहुन्छ। मेरो घर चाहिँ चढ्नौ नेपाल र म चाहिँ अहिले हालपत्तारमा छु। सो धेरैजनाले चाहिँ आज यो भिडियोको थम्बनेल देखेर पनि थाहा पाइसक्नुभयो होला कि आज चाहिँ म कपाल काट्न जाँदैछु भनेर चाहिँ कपाल काट्न जाँदै गर्ने क्रममा चाहिँ म तपाईँमा चाहिँ एउटा भिडियो गराएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला र धेरैजना साथीहरूमा सेयर गरेर धेरैजनामा पुर्याउनु होला र प्लस भनेको कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट सेक्सनमा कमेन्ट गर्नु पनि नबिर्सिनु होला है त। र म चाहिँ जाँदैछु अब चाहिँ जो म चाहिँ कतारमा चाहिँ एउटा रेस्टुरेन्टमा जब गर्छु एज अ किचनमा सेफ र कपाल देखेर त अब कतिजना धेरैजनाले पत्याउनु पनि भएन होला होइन। सो म चाहिँ अब कपाल काट्न जाँदैछु र यहाँ चाहिँ अहिले टेम्परेचर यहाँको वेदर चेन्ज हुन लागिरहेको छ, त्यही भएर हल्का लुगा पनि लागिरहेछ। अब चाहिँ जाडो सुरु हुँदैछ, अब जाडोमा फेरि यस्तो जाडो हुन्छ यहाँ होइन, जाडो पनि एकदम जाडो हुन्छ। जाडोमा त झन् कहिलेकाहीँ पानी पनि पर्खिरहेको हुन्छ होइन। सो अलरेडी म कतार आएको पनि 1 वर्ष भइसक्यो। सो 1 वर्ष घटिसक्यो। सो कपाल चाहिँ अब कपाल मैले यो पालेको चाहिँ लगभग 8 महिना 9 महिना समथिङ जति भयो होला, 8-9 महिना जति भयो नकाटेको चाहिँ मैले। सो आज चाहिँ कपाल काट्न जाँदैछु र भिडियोलाई अन्तिमसम्म हेर्नु होला कस्तो हुन्छ कपाल काटेपछिको लुक। कमेन्ट सेक्सनमा कमेन्ट गर्न नबिर्सिनु होला है त। मैले यहाँ ब्लग गराउँदै हिँडेको फेरि यहाँ सब मान्छेहरूले बाटोमा हिँड्नेले मलाई नै हेरिरहेको छ कि मोबाइल अगाडि तेर् साह्रै हिँडेको भयो होइन। सो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। हामी नेपालतिर पनि अहिले त तिहारको रमझम चलिरहेको छ होइन, तिहारमा रमाइलो गरिरहेको छ। राम्रोसँग तिहार मनाउनु होला। तिहार राम्रोसँग मनाउनु होला। अब विदेशमा हुनेलाई त के को दसैँ के को तिहार होइन, तिहारको दिन पनि ड्युटी जानुपर्छ, दसैँको दिन पनि ड्युटी जानुपर्छ। त्यस्तै छ, जिन्दगी चलिरहेछ होइन। अब अलरेडी 1 इयर्स पनि भइसक्यो कतार आएको पनि। भिडियो गरौँ न, आउँछ नि। म चाहिँ यहाँ टक्क यहाँ चाहिँ हाम्रो कतारमा पनि नेपाली दाइहरू हुनुहुन्छ, उहाँहरूकोमा चाहिँ आएको छु कपाल काट्नको लागि। सो म चाहिँ अलरेडी आइसकेको छु। अब चाहिँ कस्तो कपाल काट्ने भन्ने कुरा हो। अब कपाल चट्ट लाएर काटेर ट्याक्क लाएर एकदम भएर हिरो भएर जानुपर्ने हुन्छ। कपाल त खत्रै लामो भयो रहेछ। चेक इन मतलब तपाईँ बना दिनु न भयो। फाइनली गाइस कपाल काटेर पनि सकिसक्यो होइन। त्यसको कस्तो देखिरहेको छ होइन, कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला। सो अब चाहिँ गएर टक्क लगाएर रहेर फेरि ड्युटी जानुपर्ने छ। आज चाहिँ नाइट ड्युटी छ, क्लोजिङ ड्युटी छ, नाइट ड्युटी छ। जानुपर्ने हुन्छ 5 बजेबाट।
राति 2 बजीसम्म। सो कस्तो देखिरहेको छ कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला र यदि च्यानललाई अझै पनि सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ च्यानललाई सब्सक्राइब गर्नु होला भन्न चाहन्छु। र आजको भिडियो एकदमै छोटो मिठो तरिकाले लिएर आएको थिएँ। सो सबैजनालाई थ्याङ्क यू सो मच अन्तिमसम्म हेरिदिनु भएकोमा। र दिउँसोको समयमा अथवा बिहानको समयमा हेर्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूको दिन एकदमै शुभ रहोस् र रातिको समयमा हेर्दै हुनुहुन्छ भने चाहिँ गुड नाइट, टाटा, बाई बाई। अर्को भिडियो नअन्जेलसम्मको लागि टाटा, बाई बाई, गुड नाइट, अब स्विट ड्रिम। र अर्को भिडियो पनि एकदमै छिटो आउनेवाला छ। सो हेर्दै गर्नु होला, च्यानललाई सब्सक्राइब गर्दै गर्नु होला र धेरैजना साथीहरूमा सेयर गर्दै गर्नु होला है त। टाटा, बाई बाई।